मेहन्दीको तयारी हुँदैछ, हेर्न सक्नुहुन्छ। यो चाहिँ म आफै सजाएको हो। अनि यता छिन् मेरो बहिनी। हेलो। हामी चाहिँ भाउजूलाई वेट गर्दैछौँ। मेहन्दी चाहिँ पातल लाउने भन्नुभएको थियो, लाएर सकिसकेको छ। हेर्नुहोस्। गुड मर्निङ साथीहरू। आज चाहिँ बिहेको दिन भर्खर उठेर भिडियो बनाउँदैछु पनि तपाईँ छैन, यस्तो कुहिरो लागेछ। हेर्न सक्नुहुन्छ। 7 बजेसम्म यस्तो कुहिरो लाग्यो है यता त। मलाई मनपर्ने फुल देखाउँछु है गाइज। यो फुल यस्तो राम्रो लाग्छ मलाई। यो सबै फुल्दाखेरि यस्तो राम्रो देख्छ कि, तर अहिले यस्तो मधुरो देखेछ। त्यही अब चाहिँ हामी नुहाइ गरेर रेडी भएर हामी बिहेको लागि तयारी हुन्छौँ। हेलो साथीहरू, अब चाहिँ म रेडी भएर निस्किसकेको छु। साडी लाएर देख्न सक्नुहुन्छ। अब चाहिँ बिहेमा जाँदैछौँ। अलि बिहे चाहिँ यहाँबाट चाहिँ जान अब आधी घन्टा जति लाग्छ। गाडी आएपछि हामी जानेछौँ। अब अरू पनि रेडी हुँदै गइसिन्छ। अब सबैजना रेडी भएपछि हामी लाग्छौँ। हेलो भन। हेलो। कस्तो देखेको छ मेरो बहिनीलाई? अर्की क्युटी सुनाउँदा अर्की जान्छ नि। हामी चाहिँ अब जानु आँटेको, ढिला भइसक्यो। 10 बजिसक्यो। अब गएर म देखाउँछु के हुन्छ। हामी चाहिँ अब जानु आँटेको यहाँबाट चाहिँ गाडी चढिसकेको छौँ। पानीमा सुक्छ भनेर पानीमा लिएर हिँडेको छु। राम्रोसँग बस्नु आवश्यक छ। लगाइसकेको छौँ। हामी चाहिँ मन्दिरमा देख्न सक्नुहुन्छ। अब टिका लगाउने कार्यक्रम हुँदैछ। अनि टिका लगाएर हामी जाँदैछौँ। म चाहिँ एक्लै छु आज। मैले चाहिँ एकदमै धेरै अरुणा र सुमन्दालाई चाहिँ एकदमै धेरै मिस गरेछु। तपाईँहरू बिहेमा आउन नपाए पनि मेरो भिडियो हेरेर इन्जोय गर्नुहोला। ल हामी चाहिँ मन्दिरमा आइसकेको छौँ। अब चाहिँ यहाँबाट भित्र गएर के हुन्छ हेर्दै गर्नुहोला है त। हामी थोरै मात्रै आएको छौँ, घरको मान्छे मात्रै। एकदम इमर्जेन्सीमा पनि भएर यहाँ हुनुहुन्छ गणेशजीको मन्दिर। हनुमानजी हुनुहुन्छ यहाँ। चेन्जिङ हुनुहुन्छ यता त। फोटोसुट भइरहेछ उता। सिमरन रुक। कता छ हाम्रो चाहिँ यता सुरु हुँदैछ। फोटो सेसन हुँदैछ यता चाहिँ देख्न सक्नुहुन्छ। यहाँ फोटो खिच्दै हुनुहुन्छ। यता चाहिँ म दुलै देखाउँछु है त गाइज। दाइ भाउजूलाई साँच्चीकै हेर्ने हो त। भाउजू चाहिँ हुनुहुन्न है, पार्लरमा जानु। यहाँ चाहिँ दाइ पूजा गर्दै हुनुहुन्छ। दाइ हेलो भन्नु। हेलो गाइज। हेलो गाइज। यहाँ चाहिँ आन्टीहरू हुनुहुन्छ सबैजना। ल खै वा अबि त। अनि यो अघि एउटा डाइलग भन्ने थियौ नि, एउटा डाइलग भन्ने त। एउटा डाइलग भन्ने त दामी भन्नु न। नलपुरमा गर्नुहुन्न लफडा, नलपुरमा गर्नुहुन्न लफडा, नलपुरको सबभन्दा मै हो तगडा। अनमोल केसी यस्तो के गर्न नाम के रे?
समीर जीसी समीर जीसी भन्ने होला नि ल वाह 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 खतरा हो क्या ल डिम्पल एउटा देखाइदेऊ ल हामी आँखलाई सिन्दुर हाल्न जाँदैछौँ हाम्रो एनसी दाइ हो ल बिहामा आउनु नपाएकोहरू त्यही भिडियो हेरेर इन्जोय गर्नु होला होइन दाइ ए आँख चाहिँ यहाँ छ कसरी हुनुहुन्छ यहाँ ल उहाँले नि हेर्नु गराउने ल के गर्न पर्छ भन्दिनु छोरीले यहाँ स्याहार्ने हजुरले भन्दिनु यता आउनु यता जानु ल छोरी सिकाउनुहोस् के गर्न पर्छ भन्दिनु ल थाहा छैन अब पहिले सिँगारौँ सिँगारेपछि गोडा धुने पछिटा खै अलि उता गइदिनु त्यही भयो चप्पल लगाइदिनु हुन्छ नि त्यसमा केही बिल्ला हुन्छ चप्पल लाऊ चप्पल लाए हुन्छ चप्पल लाऊ ल केही गर्नु चप्पल खोइ यो बिहाबारी त यस्तो चप्पल लाउन खान सकिने होइन खाँदै गर्दै गर्ने बुझाउने त त्यो त हास्यरसको नाटक हो फर्स्ट भाउजू कस्तो लागिरहेको बुझ्नु ऊ के हो त्यो रुख? हो भाउजू हो सोध त ल अब सिँगार्नु पर्यो स्याहार्ने त्यसका यो भयो त्यो जम्मै गर्नु भयो अरू के गर्नु पर्यो पहिला उसले होइन पहिला उसँग बिहा गर्ने हो कि दाइले त्यो झारसँग बिहा गर्ने बुझ्यो होइन हातले भाउजूको बाबाको होइन आँखको बाबा त्यो रुखको रुख छ नि त्यो रुखको बाबा अनि उहाँले चाहिँ छोरी दिएको जीवन दाइलाई उता जान्छ है समझ आयो ए भाउजूको बाबा भाउजूको होइन के ऊ त्यसको आँखको दाइको दुईवटा बिहा हो क्या आज हो यसको बिहा दुईवटा बिहा हो भाउजूको बाबा हाल्नु त्यो रुखको बाबा हो बुझ्यो सिन्दुर मात्रै तपाईँ बिहा नचलाउनु सबै तपाईँ आज दाइको दुईवटा बिहा हो कि थाहा छैन सिन्दुर मात्रै हाम्रो जिल्ला उयो लाउँछ अरू ऐना काइनो राखिदिने यहाँ काहीँ त्यसले लगाइदिँदै हुनुहुन्छ दाइ यसो गरेको त्यो उसले भाइले जीवन दाइले आफ्नो बिहामा पनि यस्तो कपडा लगाएर आउनुभयो अरे समीरले यो फुलको छोरातिर छु होला फुलको छोरा हो ए जौजी हातमा राख बिहा भयो है त बिहा भइसक्यो गाडी खाइन्छ ल अब सुन्दरानी बाबु त्यो किन झिका दाइ खुट्टा जल्ला है त्यहाँ पहिले गणेशलाई बनाउँछ चलाऊ त्यो पछाडि बिहाको टपरीमा माइतीले देख्न नहुने होइन गणेश आएनमा माइतीले साथी प्रियमा खोइ त उ थियो तपाईँ ल सिन्दुर हाल्ने अब कार्यक्रम साथी त्यसैले बनाएरमा सुमङ्गली इयम भौते बिनी भयो कि माथिबाट लाग्यो सुमङ्गली इयम बरु इमा ल भयो सुमङ्गली इयम बरु इमा यता डुलाले यता ढाकिसक्यो जगी मैदान अर्को खेल जगी मैदान तले बासान जर्मनी पटक छोडिदिने फोटो कहीँ छोडिदिएर ल आँखसँग बिहे पनि सकिसकेको छ अब चाहिँ म पार्लरमा जाँदैछु भाउजूलाई भेट्नको लागि भाउजू यता हेर्नु राम्ररी हस् राम्ररी देखिनु भयो खै त सुन्दा दिदी सुन्दा दिदीको नेता तयारी हुँदैछ भाउजू चाहिँ खतरा देखिनु फोटो खिच्ने तयारी भइरहेछ भाउजूको अगाडिबाट देखाउँछु है त भाउजू चाहिँ यस्तै देखिनु भयो भाउजू चाहिँ उहाँ फोटो खिच्दै हुनुहुन्छ आफ्नो साथीहरूसँग सिस्टर बिजी हुनुहुन्छ एकदमै सुमन दाई आउँदै हुनुहुन्छ सुमन दाईको लागि भनेर भिडियो बनाएको त सुमन दाई त आउँदै हुनुहुन्छ त्यही भएर ढिलो भइरहेको छ म चाहिँ अब खाना खान लागेँ है त भाउजूलाई मण्डपमा राखेर पूजा गर्दै हुनुहुन्छ म चाहिँ अब खाना खान लागेँ अङ्कलहरूसँग आएको छु दुईजना
भाउजू हेलो टिकटक बनाउन लाग्यो है म चाहिँ ओके टिकटक वाली र साथीहरू म चाहिँ खाना खाएर निस्किसकेको छु आज चाहिँ यो मन्दिरमा 3-4 जनाको एकैचोटि बिहा पऱ्यो यता चाहिँ एकदम धुमधाम रमाइलो गरेछन् हाम्रो चाहिँ रमाइलो हुन बाँकी नै छ फोटो सेसन हुँदैछ यहाँ चाहिँ दुला राजा हेर्न सक्नुहुन्छ आजको केही हुनुहुन्छ हाम्रो अनिता दिदी अब यहाँ टिका लाउने कार्यक्रम सुरु हुँदैछ टोपी सोपी चाहिन्न टोपी छैन टोपी नलाउने अन्त लाउनु पर्ने हो गाजा सबै मेटे भयो त किन रोको होइन आफै मेट्या हो रुमाल कता गयो कोसँग सानो रुमाल त्यो माला चाहिँ उता पठाइदियो माला हुन्छ रुमाल दुला राजा भइसकेमा चाहिँ सालीहरू यता आहान भलो गराएको जुत्ता भागिसक्यो अर्को जुत्ता ल्याउनु भयो होइन हाम्रो दुलाई माला बिहान आँटेको छ है जलखाने कार्यक्रम सुरु हुँदैछ अब साथीहरू रात पनि परिसक्यो सबै अँधेरो भइसक्यो देख्न सक्नुहुन्छ साउन्ड पनि एकदमै सानो आएको छ होला मेरो अब चाहिँ हामी एकछिनमा अब घर जाने तयारी गर्छौँ खाइहाल्नुहोस् यहाँ मेरो अहिले पैसा चाहियो हात पैसा दिएर खुलाउने हो
त्यही लाने हो घरै लाने हो जति भयो पनि बेला चाहिँ हामीले डेकमा गाना बजाइरहेको थियौँ कपिराइट लाग्छ भनेर मैले चाहिँ साउन्ड अफ गरिदिएँ हेर्न सक्नुहुन्छ छोरा बुहारीको सासूहरूले राम्रोसँग वेलकम गर्दै वैसिन्छ बत्ती बालेर घुमिराख्नु भएको छ गाडीमा अब चाहिँ बाटो छेक्दैछौँ हामीले यहाँ अब बाटो छेकेर पनि सकिसकेको छ अब त्यसपछि हामीले दुला दुलहीलाई माथि राखेर ढोग्ने कार्यक्रम सुरु गर्छौँ तर म चाहिँ भ्लग यसैमा इन्ड गर्न चाहन्छु किनकि मेरो मोबाइलमा चार्ज छैन ओके बाई बाई गाइज लास्टसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद ओके बाई सी यू इन नेक्स्ट भिडियो ओके बाई